आज हाम्रो केटीको टिका लगाएर सकिसकेको छ। भिडियो बनाउनु पाएनौँ, बिर्स्यो हामीले। अब हामी नवरात्रिको त्यो उसहरू सामानहरू बिर्सन्छ तल लाग्छौँ बोरे खोलामा गएर र हेरिरहनु होला। बोरे खोला गएर हाम्रो आज टिका लगाएर सकिसक्यो। अब नवरात्रि पूजाको सामग्री विसर्जन गर्नको लागि बोरे खोला जान लाग्छु। र हामी सँगसँगै हजुर पनि यहाँ पुरैतिरको जङ्गल र बाटो हेर्दै हिँड्नु। यहाँ खुसी नवरात्रिको सामग्री लिएर सबै माताजीलाई विसर्जन गर्न। यहाँ हाम्रो मेरो श्रीमानज्यू आज पसल बन्द गरेर फ्रेस अनि अलिअलि घुम्न पनि भर्खरै खाना खाएर निस्क्यौँ सबैजना। अनि यतै हाम्रो छोरो मेरो छोरो डन अल्ची अनि यताको हेर्नुहोस् नजारा कस्तो छ। साउन्ड आइरहेको छ के को अनि पानीको चेपे खोलाको सिरसिर मजाको पानीको छलछल राम्रो आवाज। अनि आज दसैँको सबै टिका लाएर यताउति घुम्न जाने, इष्टमित्रबाट टिका लाउन जाने। हाम्रो एउटा हेर्नुभयो त्यो अभि कार एउटा लेडिजले चलाइरहेछ हो। बो मै गर्छु अनि म चाहिँ क्यामेराम्यान बनेको छु। म चाहिँ हेर्नु कति राम्रो राम्रो साडी ल्याएर हिँडिरहेको सबैजना। यो तल भ्यू तलको अहिले पुग्न लाग्यौँ। एक दुई मिनटमा पुग्छौँ। अब हामी 1-2 मिनटमा पुग्छौँ। अब हेर्दै बस्नु होला। ल भ्यू हेराउँदै ल हेर्नु अगाडि पहाडहरूको भ्यू। यहाँबाट लिलीकोट देखिनु होला है। मम्मी लिलीकोट देखिन्न है। लिलीकोट पनि हेराइदिन्छ नि। यो त्यो खम्बा र बोरे खोला पुगिसकेको छ। अब बाइकहरू चल्दाखेरि लास्टै साउन्ड आउँछ। राम्रै केही सुन्नु के चलिरहन्छ। आमा एउटा घरमा 5-6 जना बसिरह यस्तो हुन्छ नि। अया धम्दै चिप्लो लडेर र चिरहरू कहाँ चेहरा हेराउँदै जाने। यही पानी यही पानीहरू भर्खर के भयो। यहीँबाट पानी झर्ना जस्तो बनाए त पानी आउँछ यहाँबाट। ल उता फुल टेप देखा चोर है त्यो चोर है फुल चोर फुल चोर आए फुल चोर। ल जाम 1 मिनटको दूरी हो। अब धेरै टाढा छैन। कस्तो राम्रो आवाज आइरहेको त। राम्रो आवाज आयो। हेर्नु त त्यहाँ थकाइ लागिसक्यो त्यसलाई। थका लागिरहेको त्यसलाई। गाडी त आमामा दौडाइएर हिँड्दा है। यस्तो गाडी त मैले जिन्दगीमा त हेरेको छु। 2 चोटि हेरेको छु होला यस्तो गाडी त। पड्का दौडिँदै आइसकेको छ।
ल पुगै रेस खेल्न लागिरहे गाडीसँग रेस खेल्न लाग्यो ए कति ठुल्ठुलो खम्बाहरू हो लाइटको खम्बा कस्तो राम्रो यी रुख बिरुवा कस्तो राम्रो हो फुलहरू हो गाडीमा गाडी यहाँ दसैँ भएर यहाँ फोहोर फाल्छ नि यहाँ फोहोर हो यता यी अर्को फोहोर आइसकेको छ अब ला अन्त गोबर होला नि गोबरमा रुखहरू त कस्तो राम्रो देखिन्छ हेर्नु त पाउनु है त यता त बोरे पुल आइसकेको छ यता Oh my god. ल हामी खोलामा एकचोटि गएर हेरौँ जान्छौँ एकचोटि जा पौडी खेल पौडी चाहिँ खेल्ने होइन विसर्जन गर्ने हो विसर्जन गरेर आउने बोरे पुल आइसकेको छ अनि त्यसको बोर्ड हेराउँछ लास्टै ढुङ्गा क्या त बर्थडे केकको चलेर बोरे पुल हेर्नु होला ले 20 मिटर हो पुरै ल यस्तो पुल हुन्छ यसले पुल भनिन्छ बिगडेको पुल हो पुरै यहाँ कस्तो राम्रो देखियो यी भ्यू हेर्नु 1 मिनटको लागि हेर्नु कस्तो हो चराहरूको आवाज खोला बग्दै हो पानी बग्यो मतलब त हामी पुगिसकेको छौँ है यता खोलामा खोला त लास्ट बगे त छैन पहिला कहाँसम्म आउनु छ यो पुलसम्म आइदिन्छ अहिले खोला त्यस्तो छैन तल गएर हेरन्छौँ हामी तपाईँलाई जाऊँ मम्मी तल ल अब हामी त्यो के नौकन्याको के विसर्जन गर्न विसर्जन के भन्छ विसर्जन गर्न गइरहेछौँ ल है म एउटा कुरा हेर्छु तपाईँलाई हातमा कोले यस्तो बच्चामा गएर है भन्नुहोस् है कमेन्ट देख्नु है बच्चामा गएर है म पनि बच्चै छु तर पनि तपाईँहरू ठुलो हेर्नु लाला सानो हेरेर होला आमा ल यार कस्तो मम्मी यता आउनु न जाने यहाँ तल यता आउनु यता यार तल जाने बाटै छैन फेरि कहाँबाट जाने तल जाने बाटै छैन ल जा बाटै छैन रहेछ बाटो त छैन मम्मी अगाडि हो बाटो मम्मी अगाडि बाटो यहाँबाट जानुपर्छ ए छ रहेछ यहीँ हो बाटो यी मम्मी ल यार लास्टै राम्रो रस्ता अरे यो राम्रो रस्ता सरको आइसी टोक्दैछ यसले सरको लाएर टोक्दैछ यस्तो रस्ता हो राम्रो रस्ता भन्दा कस्तो आवाज कस्तो राम्रो आवाज आएको कि होइन के कराएर हो त्यस्तो कराइरहेको यहाँ जाँदा हुन्छ अझ अगाडि यहाँ अगाडि तल जाने बाटो होला बाटो हो कि यता ऊ तल जाने बाटो हो ऊ तल जाने बाटो हो त हेर्नु न आएर यस्तो पुरै सुनेर बोल्यो घरमा त सधैँ कति राम्रो हो बाटो कि आफ्नो जानले रिक्स लिएर तपाईँलाई हेरेर चाहिँ हेर्नु कस्तो सक्सेसफुल भयो है हाम्रो चाहिँ
बोरे खोला आइसक्यौँ हामी बोरे खोला अघि पुग्यौँ वनदेवी ठोल भन्छ यो ठाउँलाई आहा चिसो 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 पानी इतनी सफा होइन इतनी सफा होइन इतनी फोहोर होइन यो पानी हेर्नु यत्रो सफा पानी आहा तपाईँ नआएर हेरौँ होला ठाउँमा यो राम्रो ठाउँ हो हाई मजा है ल भन सुन्दैन यता हो के दिला समात क्यामेरा ल है म मैले भित्र जान लागिसकेको जानु मन हेर्नुहोस् छै रोहित बिचारा मैले विसर्जन गरिरहनु भएको छ सामानहरू बराबर फेरि भोलिपल्ट पसलको काममा खटिनुपर्छ दसैँको लागि नवरात्रि पूजाको लागि धेरै थियो अब नवरात्रि पनि सकियो आजबाट दसैँ पनि अब टिका लाउने अवसर त यहाँ आफ्नो इष्टमित्र घर जाने टिका लाउने गरिन्छ होइन त्यो नि बन्द अब पूर्णिमासम्म टिका लगाइन्छ यहाँ त त्यहीँबाट यहीँ आउन त्यस्तो भए देखाइ गरौँ भाइ नानी एक्लै नजाऊ अब एकछिन यहाँ रिल्याक्स गर्छौँ अनि जान्छौँ बाबु कस्तो लाग्यो राम्रो अब चढ्ने बेला नि चढ्ने बेला हो नराम्रो अब चढ्ने कसरी अब तल झर्न त झरियो चढ्ने अब चढ्ने कसरी अब भइरहेको टायर्ड भएर बस्नु बोकेर लिएर जाने रे जाने कसरी बिस्तारै हिँड्ने बिस्तारै हिँड्ने मम्मी हो गहिरो कसले गहिरो छानेर मान्छेलाई यो केही पनि पाउँदैन कपडा पनि पाउँदैन होला यो पनि हो यहाँबाट नि जानुहुन्छ माथि थेट भरान छोडेर जा हामी म मलाई नि यहाँ यिनका त बो नानी मसँग जान्छ यार म पिङ खेलेर आउँछ है हामी पिङ खेलेर आउँछौँ जानु भयो कस्तो बेइमान मान्छे है हामी चाहिँ हिँडेर जानुपर्छ अब होइन हामी पनि जाने हो हल्पख अटो आउँछ नअटो जाने हो
अटोमा पैसा खा अटोमा जान नि छ तिमीसँग खुल्ला राखे होइन दसैँ पाएको पैसा सबै उता पर्छ राखेको पर्समा राखेर छ हो सबै भाइले पर्छ जस्तो हँ घर जाने लिएर जाने हो प्रहरीको हुवा जाने कहाँ जाने न फ्रीमा लगिदिन्छ नरोक्ने जानु त पुलिस लाउनु धन्यवाद यति गरिदिनु भयो नि पिङ खेल्न जाने हो ल जा उता पिङ खेल्न जाने दसैँको पिङ छोडिदिनु न भाइ एकछिन खेलेर जान्छौँ भाइ ओइ सानो एकछिन छोडिदिनु न खेलेर जान्छ दिदी यहाँ घर आएको कि मामा घर आऊ मामा घर हो कहाँबाट आऊ खैरेनी कहाँ खैरेनी अब खैरेनी कहाँ पढ्छौ सुकेटमा पो कति कक्षा हो कमा अन्त त त्यति म्यारिड अन्त सानोदेखि त्यही पढ्ने हो भरे त्यही हो कि जोसेफनिरै हो कि यतातिर बजारमै कता हो र बजारमा कि यता खत्री चौकतिर खत्री चौक अनि खत्री टोलमा बगाल जति छोडेर कहाँ जोसेफ पुग्यो यताति होइन म हान पसलमा त्यहाँ खैरेनी बजारमा पसल छ त हामीले खेलेर रहन्थ्यो रमाउने खाने गर्ने गरे हामी सबैजना हामी मात्रै अहिलेसम्म गोरी खोला गएको थिइनँ अचम्मको कुरो हाम्रो पैसा तर हामी त्यहाँबाट हिँडेर आउन सकिएन बाइचान्स अटोमा अनि अटोमा आएको पिङ खेल्न मात्रै झरेन पिङ खेल्न मात्रै हामी झऱ्यो नत्र घरसम्म अटोमै गइन्थ्यो दसैँको पिकनिक खेलियो नानीले कहाँ उता गएर फेरि यता आएर फेरि त फर्किन आइसक्यो र कहाँ न जाउँ त जाने भयो के भएर नि जनताहरू खै के अरे बाबालाई ए उनीहरू हिँडेर आउने भनेर मस्त
उता गएर सुत्दिनु भन्छ क्या घर आइपुग्यो बाहिर बाहिर हजुर गाडी ल्याएको होइन हिँडेर सबै गाडी भाडामा गयो त 300 रुपैयाँ ढुङ्गेको जान्न म टिकट एउटा खुट्टा दुखिसक्यो अब ल घर आइपुग्यो अब आनन्दले सुत्ने हो ऊ आएको रे ऊमा खेल्दै बस्यो हेर्नु त आउन पाएन ऊ खेल्न थालिसक्यो ल बाई मेरो आजको लागि यति नै मेरो भिडियोलाई लाइक सब्सक्राइब फलो गरिदिनुहोस् धेरै एकदम धेरै माया गर्नुहोस् ल बाई